मन्त्रीज्यू के यस्तो भएको? खोइ तपाईँका त्यत्रा कर्मचारी साथीहरूले खोइ सूचना लिनु भएको? तपाईँलाई फसाए जस्तो छ मन्त्रीज्यू। हेर्नुहोस् न, हेर्दा हेर्दा यति राम्रो मन्त्रीलाई फसाइदियो। हेर्नुहोस्, मन्त्रीजीबाट धेरै कुरा नेपाली जनताले आशा राखेको हो। युङ युवा मान्छे, यो सडक क्षेत्रमा कालपल्ट हुन्छ भनेर हामीले सोचेको, अनि बाहिर हल्ला पनि थियो, जोड पर्नु भएको, तर त्यो देखिएन। त्यो त यस्तो झुर रहेछ। हेर्नुहोस्, योजना सम्पन्न भइसकेको ठाउँमा पैसा हालेको छ, खोइ सूचना। उहाँले सूचना लिनु भएन छैनस्, बरु कहिले कहिले ठेकेदारलाई थर्काइदिनु भयो। त्यो सूचनातिर त उहाँ जानु भएन छ। अनि मलाई त अचम्म लाग्यो। हेर्नुहोस्, पहिला निर्वाचनमा जितेर आइसकेपछि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले के गर्नुभयो भने हामीलाई डाकेर म यसचोटि पुरानो अधुरो योजना सब सम्पन्न गर्छु, त्यसपछि सुशासनको काम गर्छु, अरू महत्त्वपूर्ण योजनाहरू अर्कोचोटि गर्छु उहाँले त्यही भन्नुभएको। त्यसैमा म त भर परेँ। हामी त पूर्वको मान्छे, सोझो इमान्दार पनि होला नि भनेको। आज कुनै योजना छैन, धनकुटा खाली। यस्तो के भएको हो? धनकुटाको जनताले यो सरकारसँग के दुश्मनी गर्यो? अब तपाईँलाई मेरो निवेदन छ सभामुख मार्फत, तपाईँले ती अधुरो योजना सम्पन्न गर्नुपर्छ। अनि कामको परिणाम आइसकेपछि के हुन्छ? तपाईँको नि हाइहाइ हुन्छ। अनि हामीलाई पनि भन्न सजिलो भयो। हामी आम जनतामा धनकुटावासीलाई म भनिदिन्छु, तपाईँको बारेमा म बाँसुरी बजाइदिन्छु, राम्रो मन्त्री हुनुहुन्छ भनेर। खोइ त्यो बात आउनु। त्यसैले गर्दाखेरि म एउटा यस्तो तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु। पाखरीबास मुगा हुँदै भोजपुर अनि खोटाङ जाने सडक थियो। त्यो सडक चाहिँ 74 सालमा 1 करोड पैसा पर्यो। त्यो सडक धमाधम बन्दै थियो, भूकम्प आयो, अनि त्यस पछाडि कोरोना आयो। त्यस पछाडि त्यो निर्माण व्यवसायले कामलाई सुचारू रूपमा सञ्चालन गर्न सकेन। फेरि त्यही निर्माण व्यवसायले अर्को निर्माण व्यवसायलाई काम गर्न दियो, त्यसको भुक्तानी नपाएर मुद्दा पर्यो। मुद्दा परेर त्यो सडक त्यत्तिकै स्थगित रह्यो। अहिले मुद्दा पनि फैसला भयो, अहिले पैसा छैन। मन्त्रीज्यू के यस्तो भएको? खोइ तपाईँका त्यत्रा कर्मचारी साथीहरूले खोइ सूचना लिनु भएको? तपाईँलाई फसाए जस्तो छ मन्त्रीज्यू। हेर्नुहोस् न, हेर्दा हेर्दा यति राम्रो मन्त्रीलाई फसाइदियो। हेर्नुहोस्, फसाइदियो। अनि अस्ति मैले निवेदन गरेँ, यति दूरीमा मान्छेलाई सेवा दिनुपर्छ भने यो निवेदन गरेँ। मन्त्रीज्यूलाई नि भेटेँ, उहाँले भन्नुभयो यसो गर्नुभयो। त्यो फोनमा के गर्नुभयो, अलिक मलाई फोनको बारेमा ज्ञान, यसो गर्नुभयो, टिप्नु भयो जस्तो लाग्यो। अनि उहाँ कहाँ फोन गरिदिनु, मैले होला भनेर मक्ख परेँ। अनि मैले धनकुटावासीलाई भनेँ, त्यतै भोजपुरलाई पनि भने, भोजपुरका साथीहरूलाई पनि भने, अनि ताप्लेजुङकोलाई नि भने, तेर्थुमकोलाई नि भने, सङ्खुवा सभालाई भने, अब बजेट पर्यो, नयाँ सरकारले सुरुङ मार्ग बनायो, यसमा दुविधै छैन, तपाईँहरू ढुक्क हुनुहोस्। अब तपाईँहरूले समय तपाईँहरूको बचत भयो, तपाईँहरूको पैसा पनि बचत हुने भयो।